स्वागत छ तपाईहरुलाई मेरो दोस्रो भिडियोमा यो एमएलएम सम्बन्धी नेटवर्क मार्केटिङ अथवा भनौं मल्टी लेभल मार्केटिङ सम्बन्धी मेरो दोस्रो भिडियोमा। र पहिलो भिडियोमा कतिपय साथीहरुले कमेन्ट गर्नु भएको छ हैन, कतिपयले मात्रै हेर्नु भएको छ, लाइक मात्रै हान्नु भएको छ हैन। ठिकै छ, तपाईहरुलाई आजको यस भिडियोमा म तपाईहरुलाई मेरो अगाडिको कहानी मेरो शेयर गर्न गएको छु। र विगत मैले 4-5 वर्ष नेटवर्क मार्केटिङ कम्पनीमा आफूलाई आबद्ध गराए र धेरै कुराहरु सिके। र वे अफ टकिङ बोल्न आउँथेन मलाई, पब्लिक स्पिकिङ भन्ने कुरा थिएन मसँग, गोल भन्ने कुराहरु थिएन मसँग। त्यो हरेक कुराहरु चाहिँ मैले चाहिँ त्यो नेटवर्क मार्केटिङ कम्पनीमा मैले सिक्ने मौका पाएँ। र सुरु गरौँ मेरो दोस्रो यात्रा। जब मैले इन्टरभ्यु पास गरिसकेपछि अब मैले 20%, 25% र 41%, तपाईहरुको 20% को 7,000 प्लस जीएसटी आइसीमा आयो। त्यसपछि मैले 25% को 35,000 प्लस जीएसटी इन्डियन करेन्सीमा र 40% को तपाईको 1,05,000 आइसी प्लस जीएसटी तपाईहरुले पे गर्नुपर्ने हुन्छ। र म एउटा मध्यम वर्ग फ्यामिलीबाट बिलोङ गरेको मान्छेले मैले 40% बाट गर्ने सोचिरहेको थिएँ हैन, तर मैले सकिन। मैले 20% बाट बिजनेस मैले सुरु गरेँ। मैले चाहिँ अब किनभने 7 दिनमा मेरो सबै कुराहरु मलाई चाहिँ अब राम्रो लागिरहेको थियो हैन। सबै मान्छेले गर्यो भने हुन्छ भन्ने कुरा मलाई सबैले सुनाइरहेका थिए, मैले हेरेको पनि थिएँ। मैले चाहिँ र कतिपय धेरै पढेका मान्छेहरु, बीएसडी पढेका मान्छेहरु, नेशनल लेभलको प्लेयरहरु, अनि त्यसपछि तपाईको पैदल यात्रीहरु, नेपालको भरमारमा निस्केका पैदल यात्रीहरु, अलिकति हाई र्याङ्कबाट तपाईको के रे आर्मीहरु, पुलिसहरु, सबै व्यक्तिहरुलाई मैले त्यो फिल्डमा देख्ने मौका पाएँ। जब उनीहरुले त्यहाँ गएर कमाइरहेको छन् भने डेफिनेटली मैले पनि कमाउन सक्छु भनेर लगभग 2015 तिर 16 को सुरुवाततिर मैले चाहिँ 20% बाट मैले मेरो बिजनेस सुरु गरेँ। अब बिजनेस त सुरु गर्ने, हेर्नुस् पैसा त हाल्ने मैले, अब गर्ने के? अब साथीले मलाई एउटा डायरी किनिदियो। डायरी किनिसकेपछि त्यो डायरी मैले कलम र डायरी बोकेर साथीको पछि म अफिस गएँ। अब साथीले मलाई के गर्छ भने अब सिकाउँछ मलाई कसरी बोल्ने, कसरी तपाईहरुको अरूसँग कुरा गर्ने, कसरी आफूलाई अपग्रेड गर्ने, हरेक कुराहरु साथीले मलाई सिकाउँदै गयो। र सुरुवाती दिनमा मलाई बस्न झ्याउ लाग्यो मलाई, किनभने कसैले मलाई चिन्दैन। जसले एक्सक्युज मी सिनियर भन्छ कि टाइम छ होला 5 मिनेट, म मतलब भन्छु एक्सक्युज सिनियर, मेरो नाम भूपेन राउत, म यो कम्पनीमा 20% बाट बिजनेस सुरु गरेको छु। म भर्खरै आज कम्पनीमा आएकोमा 1 दिन भयो, कि तपाईसँग 2 मिनेट टाइम छ होला भनेर चाहिँ टाइम माग्नु पर्थ्यो है। सिक्नु पर्यो नि त आफूले। टाइम माग्थे, त्यसपछि तपाईको घर कहाँ हो, तपाईको चिटच्याट हुन्छ नि, तपाईको 5 मिनेट तपाईको चिटच्याट भनेर क्लास हुन्छ एउटा हैन। तपाईको घर कहाँ हो, के गर्नुहुन्छ, कस्तो छ, तपाईले यो बिजनेस किन सुरु गर्नुभयो, बिजनेस सुरु गरेपछि तपाईलाई के तपाईले एचिभ गर्नुभयो, हरेक कुराहरु मैले सोध्थेँ। 1 हप्ता मैले त्यो काम गरेँ। हरेक सिनियरलाई भेटेर मैले मेरो छाप त्यहाँ छोड्नु थियो नि त मलाई। भूपेन राउत पनि त्यो इन्डस्ट्रीमा, त्यो कम्पनीमा एक्जिस्ट गर्छ है भन्ने कुराको मलाई छाप छोड्नु थियो। सबलाई भेटेँ मैले, लाज पचाएँ, जे आउनु छ त्यो गरेँ, लाज पचाएँ, सिकेँ हरेक कुराहरु। र मैले बिस्तारै आफूले अपग्रेड गर्दै गएँ। र फाइनल्ली म चाहिँ त्यहाँ भएका मान्छेहरुको नजरमा म देखिन थालेँ है। म छु भन्ने उनीहरुलाई एउटा आवाज हुन थाल्यो। भूपेन राउत भन्ने मान्छे पनि छ है, जुदमबाट आएको मान्छे, भूपेन राउत एक्स्ट्रा छ, पढेको छ, नलेज खतरा छ, यो मान्छेले के गर्छ भनेर चाहिँ उनीहरुलाई मैले छाप छोड्नु थियो। हेर्नुस्, गरे, सिके हरेक कुराहरु, आफूले अगाडि बढाउँदै गए। र कुनै पनि त्यहाँ भएका मान्छेहरुको सिनियरको कुराहरु सुन्न छोडिन है, जस्ट मैले सुने, अगाडि बढ्दै गए। र त्यसपछि यता घरमा आएर यता रुममा आएर च्याटिङ गर्ने काम पनि सुरु हुन्थ्यो, नयाँ पार्टनरहरुलाई च्याटिङ पनि गरिन्थ्यो हैन। हरेक कुराहरु त्यसपछि मैले सिक्दै गएँ। र मैले लगभग यो 5 वर्षको अन्तरालमा मैले धेरै साथीहरुलाई इन्भाइट गरेँ मैले, र क्लासहरु पनि दिन थालेँ। सुरुमा एमसी भन्दो रहेछ, मास कन्ट्रोलर, नेपालमा भन्छ नि उर्दू सक, त्यो मान्छे बोल्ने काम भन्छ नि उर्दू सक।
अब आउँदैन चाहिँ यो उहाँ यो ठाउँबाट आउनुभएको छ यसरी मान्छे उद्देश्य गर्छ नि सेम लाइक देयर इज अ मास कन्ट्रोलर एमसी मासहरूलाई कन्ट्रोल गर्ने मान्छेलाई चाहिँ मास कन्ट्रोलर बन्दो रहेछ अनि एमसी काम गरेँ मैले फर्स्ट डेको क्लासमा सेकेन्ड डेको क्लासमा बिस्तारै बिस्तारै थर्ड डेको क्लासमा मैले सबै क्लासमा मैले चाहिँ एमसीको काम गरेँ फर्स्टमा सुरुमा बोल्न आउँदैन हेर्नुहोस् है कसैलाई पनि टाइम लाग्छ नि बोल्न त मैले पनि टाइम लाग्यो मलाई बोल्न मलाई आउँथेन अनि त्यसपछि नि मास कन्ट्रोलर रूपमा आफूलाई छिराएँ चिटच्याट गर्न थालेँ नयाँ नयाँ पार्टनरसँग उनीहरूले त मलाई मसँग चाहिँ टाइम माग्दैन हेर्नुहोस् म बोल्न जस्ट 1 मिनट भएको छु मसँग कसैले टाइम माग्दैन खाली हुने बित्तिकै म गरेर उनीहरूको नयाँ पार्टनरले जसरी म थाहा छ तपाईँले पहिले भिडियो मैले भन्थेँ नि एउटा टेबल हुन्छ 3टा कुर्सी हुन्छ त्यो कुर्सीमा चाहिँ मलाई राखिन्छ अनि एउटा मान्छे आएर मसँग कुरा गर्छ नि सोच मेरो बारेमा भन्थेँ नि सेम लाइक म पनि यदि कसैको मान्छेको नयाँ पार्टनर आएको छ भने म डाइरेक्ट उनीहरूसँग कुरा गर्थेँ हेर्नुहोस् किनभने मलाई कसैले टाइम दिँदैन हेर्नुहोस् मसँग टाइम कसैले माग्दैन किन म नयाँ छु नि त जस्ट आई एम अ 1 month न्यू गाई मलाई कसैले टाइम माग्दैन हेर्नुहोस् तर म छिर्दै अगाडि हेर्नुहोस् छिर्दै कुरा गर्थेँ यसरी नै आफूले अगाडि बढाउँदै गएँ जब मैले 25%बाट पछि मैले अपग्रेड गरेँ आफूलाई 20% सुरु गरेको लगभग 1 महिनापछि मैले आफूलाई 25%बाट ऱ्याङ्क अपग्रेड गरेँ किनभने फाइदा थिएन मलाई चाहिँ मैले जति मेरो तल मेरो पार्टनर जोडिन्थ्यो त्यो पार्टनरहरू चाहिँ माथि जान्थ्यो कमिसन अनि त्यसपछि मैले 25%बाट आफूले ऱ्याङ्क सुरु गरेँ र लगभग 6-7 महिनापछि मैले आफूलाई एउटा प्रिमार्कुस ऱ्याङ्कसम्म पुऱ्याएँ प्रिमार्कुस देयर आर एउटा तपाईँको फ्रेन्चाइज हुन्छ ब्यारोन हुन्छ काउन्ट हुन्छ प्रिमार्कुस मार्कुस डुक अनि लिजेन्डुक समथिङ अरू अझै माथि के हुन्छ प्रिमार्कुससम्म बने म चाहिँ अब मैले बिस्तारै आफूलाई अपग्रेड गरेर मास कन्ट्रोलर त्यसपछि फर्स्ट डेको क्लास सेकेन्ड डेको क्लास थर्ड डेको क्लास लिँदा गर्दै म चाहिँ सबभन्दा कम एक्सपिरियन्स भएर कम ऱ्याङ्कमा सेमिनार दिने पहिलो मान्छे बन्न पुगेँ म चाहिँ कम्पनीको थाहा छैन मलाई कसरी मौका आयो मैले चाहिँ हाम्रो एकजना सिनियर हुनुहुन्छ उहाँको घर विराटनगर हो उहाँको बिहा परेको दिनको कारणले गर्दा चाहिँ उहाँले मलाई मजाकमा भन्नुभयो होला सेमिनार दिनुहुन्छ त भनेर मलाई मजाकमा उहाँले मलाई भन्नुभएको होला मैले हुन भन्नै सकिनँ मैले हुन्छ भनिदिएँ डर लाग्यो र सेमिनार मैले दिएँ मेरो फर्स्ट सेमिनार तपाईँले त्यहाँ कता यतापट्टि फोटो तपाईँले हेर्न सक्नुहुन्छ म लगाइदिन्छु फर्स्ट सेमिनार दिएँ मैले चाहिँ त्यो बेला सेमिनार दिए बापत पैसा पनि आउँदो रहेछ है मैले लगभग 3.5 घन्टा 4 घन्टा एक्लैले त्यो बोलेर सेमिनार दिनुपर्ने हुन्थ्यो जसोतसो मैले दिएँ सुरुमा त मलाई डर लाग्यो मलाई होइन हातकोटा कामले तर मलाई माथिका सिनियरहरूले चाहिँ यसरी बोल्नुपर्छ यो टपिकमा यसरी बोल्नुपर्छ 3-4 घन्टा तपाईँ सक्नुहुन्छ भनेर मजाले मलाई उहाँहरूले गाइड गर्नुभयो दिएँ अनि नाम भयो भूपेन राउत प्रिमार्कुस ऱ्याङ्क एक्सपिरियन्स चाहिँ म 2 years सेमिनार दिँदैछ सेमिनार दिनु भनेको सानो कुरा होइन है ठुलो कुरा हो जो पाए त्यही मान्छे सेमिनार दिन पाउँदैन एक्सपिरियन्स ऱ्याङ्क एचिभ गरेको नलेज भएको त्यो मान्छेले मात्रै सेमिनार दिन पाउँछ तर म चाहिँ एउटा लकी भनौँ ऱ्याङ्क एचिभ गर्न नपाउँदै मलाई सेमिनार दिन लगाइयो सेमिनार पनि दिएँ मैले अब मान्छेहरूले हिजो दिनमा मैले कसैको टाइम माग्थ्यो भने अब उनीहरूले चाहिँ मसँग टाइम मागेर अथवा भनौँ उनीहरूले सेमिनार छिरे बापत टिकट काटेर चाहिँ मेरो कुराहरू सुन्नुपर्ने हुन्थ्यो भनिदिएँ बाधै भएन यसै अगाडि बढ्दै गयो इन्कम ठिक हुन थाल्यो अब चाहिँ त्यहाँ हुँदासम्म चाहिँ मलाई एकदम राम्रो लाग्थ्यो कि मलाई कमाइ भइरहेको छ घरबाट पनि फ्ल्याट पनि लिएको थिएँ मैले फ्ल्याट पनि मेरोतिर पुगिरहेको छ थुप्रै पैसा कमाउनु पर्नु पुगिरहेको छ सेमिनार पनि दिन पाइरहेको छु मान्छेले मलाई रेस्पेक्ट दिइरहेको छ मोटाइ पनि रहेको छु टेन्सन भन्ने कुरा मलाई भएन हिजोदेखिको दुःख सम्झेर भयमा सुत्दाखेरिको त्यो पीडाहरू भुलेर चाहिँ म अगाडि बढ्दै थिएँ त्यहाँ पछिसम्म मलाई राम्रो लागिहेर्नुहोस् तल मान्छेको पैसा पसिरहेको छ मैले पछि आएर बुझेँ यदि मैले पैसा कमाइरहेको छु भने त कसैलेको त पैसा फसिरहेको छु त्यहाँ त होइन र मलाई डर लाग्यो मलाई कतिपय अवस्थामा घरबाट ऋण खोजेर आमाको तिलहरी बन्दकी राखेर
जग्गा बन्दगी राखेर मान्छेहरूले पैसा ल्याएर त्यो बिजनेसमा पैसा हालिरहेको छन् कि त्यहाँ पछिसम्म मलाई पैसा आइरहेको छ, म खुसी छु, मलाई मतलब पनि भएन, मैले त्यो बारे सोच्दा पनि सोचिनँ कि जब लकडाउन भयो, लकडाउन भएर म घर आएँ, त्यसपछि मैले त्यो कुराहरू रियलाइज गर्न थालेँ कि म त 5 वर्ष भयो मैले कमाएँ, मैले मेरो लगानी उठाएँ, ठिक छ, तर कोरोनाको पिरियडमा भर्खरै लगानी गरेर गएका तपाईँको आइसी 1,05,000 हालेका 35,000 आइसी हालेका मान्छेहरूले पैसा हाल्ने बित्तिकै कोरोना सुरु भयो, उनीहरूको त्यो कोरोनाको लकडाउन पिरियड सुरु भयो, 3-4 महिना कम्पनी बन्द हुन्छ अथवा खुल्छ खुल्दैन भन्ने कुरा नै थाहा छैन। त्यो टाइममा मैले बनाएका टिमहरू हरेक मान्छेहरूले एउटा वैकल्पिक उपाय खोजिरहेका हुन्छन्। त्यो कम्पनीमा मात्रै बस्यो त भर त भएन नि त। अब पछि कम्पनी खुल्यो त्यो अर्को टाइममा छ, तर लकडाउनको टाइममा त अब आफूले त के गर्नु पऱ्यो नि त। धेरै मान्छेको पैसा फसेको देखेँ मैले, अनि आफूलाई ठिक लागेन, यो काम राम्रो होइन जस्तो भन्ने मलाई फिल भयो मलाई चाहिँ। त्यसकारण मैले चाहिँ त्यो ठाउँमा छोडेँ मैले, र विगत केही वर्षदेखि मैले आफ्नै केही व्यवसाय गरेको छु नेपालमै बसेर, र कम्पनीबाट थाइल्यान्ड पनि गयो, थाइल्यान्ड होइन, कम्पनीले मलाई एउटा बेटर अपर्च्युनिटी पठायो। कम्पनीप्रति माया छ र मैले आजसम्म कम्पनीको मैले नाम लिएको छैन। मैले कम्पनीप्रतिका साथीहरू जो मेरो सिनियर हुनुहुन्छ उहाँहरूसँग मेरो माया छ र उहाँसँग मेरो राम्रो सम्बन्ध छ, र मैले आजसम्म नाम लिएको छैन, लिँदा पनि लिन्न मैले, किनभने त्यो कम्पनीले मलाई अलिकति बोल्न सिकायो होइन, अलिकति सोच्न सक्ने क्षमता दियो मलाई चाहिँ। एउटा पब्लिक स्पिकिङ भन्ने कुरा मलाई त्यो राम्रोसँग मलाई सिकायो। मलाई त्यो गोल कसरी बनाउने होइन, कसरी बोल्ने, मान्छेसँग आफ्नो त्यो फियर कसरी हटाउने, त्यो हरेक कुराहरू चाहिँ मलाई चाहिँ कम्पनीले सिकायो। कुनै पनि एमएलएन कम्पनी नराम्रो भन्ने कुरा हुँदैन। हेर्नुहोस् है, एमएलएन कम्पनी आफैमा नराम्रो कुरा होइन, तर हामीले कुन तरिकाले त्यो कम्पनीले लिइरहेको छौँ त्यसमा म्याटर गर्छ है। मैले बिजनेस सुरु गरेँ, मैले 20%बाट 7,000बाट बिजनेस सुरु गरेँ मैले, र मलाई विश्वास छ यदि म त्यो कम्पनीबाट अगाडि बढ्न सक्छु भने, विश्वास छ भने पक्कै पनि मैले ल्याएको मान्छेहरू पनि त अगाडि बढ्न सक्नु पऱ्यो नि त। तर मान्छेलाई झुक्ने काम चाहिँ गर्नु हुँदैन है। यहाँ पैसा टन्नै कमाइन्छ, फिक्स स्यालेरी हुन्छ, खाना बस्न फ्री छ, आइजत 5 वर्षपछि पेन्सन आउँछ भन्ने कुरा चाहिँ त्यो फेक हो। हेर्नुहोस्, यु जस्ट निड अ टाइम, यु जस्ट टेक अ टाइम, टाइम लाग्छ। हेर्नुहोस्, तपाईँले गर्न सक्छ भन्दैमा सबैले गर्न सक्छ भन्ने कुरा हो। तर हेर्नुहोस्, मैले गर्न सकेँ, तर मैले गर्न सकेको खण्डमा मेरो तल आएको मान्छेहरूले गर्न सकेनन्। हेर्नुहोस्, मलाई त्यो कुराको रिग्रेट हुन्छ। मैले त गरेँ, ठिक छ, 5 वर्ष मैले गरेँ, मैले कमाएँ, मैले केही एचिभ गरेँ, तर मेरो तल आएका मान्छेहरूले कमाएनन्। मलाई अझै पनि डर लाग्छ मलाई, उनीहरूको त्यो पैसा डुब्दा कसरी उनीहरू तिर्छन् होला भन्ने कुरा चाहिँ मलाई फिल हुन्छ। हेर्नुहोस्, त्यसकारण तपाईँहरू एमएलएम कम्पनीमा तपाईँहरू जाँदै हुनुहुन्छ भने चाहिँ एटलिस्ट तपाईँहरू बुझ्नुहोस् राम्रोसँग है। तपाईँको त्यो जोसमा आएर पैसा नहाल्नुहोस्, किनभने एउटा डिसिजनले तपाईँहरूको जिन्दगी बिगार्न सक्छ। हेर्नुहोस् है, भोलिको गएर त्यो एउटा डिसिजनले तपाईँलाई बारम्बार पोल्छ भने, बारम्बार तपाईँलाई सताउँछ भने, जस्ट तपाईँहरू एकछिन होल्ड गर्नुहोस्, पहिला बुझ्नुहोस् राम्रोसँग के छ कस्तो छ। देखाएका सबै हात्तीका दाँत मात्रै हुन सक्छन्, हात्तीको दाँतभित्र अट्कन सक्छ। हेर्नुहोस्, सबै पित्तल सुन हुँदैन, सबै चम्किने हिरा हुँदैन। हेर्नुहोस् है, टाइम लाग्छ। अहिले तपाईँलाई विश्वास छ तपाईँ गर्न सक्नुहुन्छ जस्तो लाग्छ भने मात्रै तपाईँहरूले एमएलएम कम्पनी तपाईँले जोइन गर्नु होला। भोलि गएर तपाईँले आउने प्रब्लमहरूलाई तपाईँले फेस गर्न सक्नुहुन्छ भने मात्रै तपाईँहरूले एमएलएम कम्पनी जोइन गर्नु होला। कतिपय मान्छेले कमाएको छन्। हेर्नुहोस्, र मलाई अझ पनि के विश्वास छ भने जुन मान्छेले एमएलएम कम्पनीमा बसेर टपका मान्छेहरूले पैसा कमाएका छन्, ती मान्छेहरू फेरि घर फर्किएर साधारण जिन्दगी बिताउन सक्छन् जस्तो मलाई लाग्दैन है। र मैले पनि देखेको छु कतिपय मार्केट्सहरू, प्री मार्केट्सहरू जब कम्पनी बन्द भयो त्यसपछि उनीहरूले कम्पनी छोडेर विदेश पनि गएका छन् एज अ काम गर्नलाई। सबै मान्छेले कमाउँछ भन्ने छैन त्यो कम्पनीमा, सबैले कमाउँदैनन् साथीहरू। हेर्नुहोस्, गएका 100 जना मध्ये 1 जना कमाउँछ। चितवनबाट हाम्रा 100 साथीहरू जानुभयो चितवनबाट, तर मैले मात्रै गरेँ। हेर्नुहोस्, मेरै प्रमोटर, मेरै अपलाइन, मलाई लाने मान्छे साथी जसले मलाई हरेक कुरा सिकायो, मलाई गाइडेन्स गर्यो, त्यो साथी पछि विदेश गयो। उसलाई विश्वास लागेको थियो, उसले कम्पनी जोइन गर्यो, सुरु गर्यो, र उसले गर्न सकेन, ऊ विदेश गयो। ठिक छ, मैले त गरेँ, तर मैले गरेँ भन्दैमा सबैले गर्न सक्छ भन्ने हुँदैन। हेर्नुहोस् है,
त्यसकारण अलिकति सोच्नु होला एमएलएम कम्पनीमा जानुभन्दा अगाडि चाहिँ। यदि एमएलएम कम्पनी जानु छ भने तपाईँहरू टाइम दिनुपर्छ। हेर्नुहोस् 3-4 वर्ष मिनिमम तपाईँले टाइम दिनु पर्यो। सक्सेस भन्ने कुरा छिट्टै हुँदैन, टाइम लाग्छ। म तपाईँले जानुहोस् पनि भन्दैन, म तपाईँले नजानुहोस् पनि भन्दिनँ। यो तपाईँहरूलाई मैले देखाइदिएको छु ओपन रूपमा, यो यस्तो यस्तो छ भनेर। अब तपाईँहरूले आफ्नो डिसिसन गर्नुहोस्। एमएलएम कम्पनीमा गएर तपाईँहरूको लाइफ पाउँछ त भन्दैन त, आई डोन्ट नो, थाहा छैन मलाई। सायद म त्यहीँ भएको भए अलि पनि म एमएलएम कम्पनी राम्रो छ भन्थेँ। तर म नेपाल आइसकेँ। हेर्नुहोस् नेपाल आएर आफ्नो व्यवसाय सुरु गरेँ होइन र। त्यसकारण डिसिसन तपाईँहरू। र आजको लागि यति नै। फेरि तपाईँहरूले म अर्को भिडियोमा भेट्नेछु।